जाऊ तिमी पनि अब त म पनि पाउनु है पल्टला है त्यो पोखरी हाल्नुहोस् आडैमा राख्ने है आडैमा अलि सम्म अगाडि पछाडि लाइनै जा कपडा फेरि अब त ल आउनुहोस् चढाउनु भयो यो आउनुहोस् त एउटाले अखण्ड आफिस त एउटा चाहिँ बेलपत्र नाम भन्दा ऊबाट हुन्छ राशिफल एउटै भगर काट्नु राशिफल चाहिन्छ क्या एउटै कपाल काट्ने एउटै राशि भयो राशि मिले त हुन्छ नि कपाल काट्ने मा त्यो हुन्छ मामाले काट्ने मामा आउनु भएको थियो त म काट्दै काम त चलाउनु पर्यो मामालाई गाली गरिदिनु को मामा अब फेरि मामाले खोसाउनु भन्नु जुत्ता कहाँ राख्यो क्या पोलतिर छ नि पल्तिर जुत्ता लाएर आऊ कपडा लाऊ जो पानी आलु उन पार लाग्यो त आऊ त जोगी बाबा जस्ट जोगी लाने भने यहाँ चाहिँ हामीले कतारमा हेर्नु आइन्छ क्या अनि के ल भने सँग भयो न दाइले छोड्छ दाइले यति बेला टोपी लाउला जस्तो राख्नु दाइले छोयो हुन्छ क्या ल गएर मागे पूजा आएर उठ लाउनु ओ मेरा राखेर चन्द्रशेखरले पूजा गर्ने हातमा घिउ लाउने अनि देवतालाई आफूले ताप्ने हृदयारविन्दे भवं भवानी सहितं नमामि पापहं पापकामहं पापस्मरणं मङ्गलं पत्निकाय च मङ्गलाय तनोहरि जयते संस्कृतराजय आफूले ताप्नेहरूलाई देखाइदिने सबैलाई देखाउने र त्यहाँ ल बेलपत्र ल्याउनु आफूले ताप्ने हो धुलो धुलो एउटा लिनु वर्तन नगरेको हुन्न वर्तन नगरेको हुन्न अरे हैन फुलपत्र चढाएको चराजन रूप भरतवान प्रभुपाय राष्ट्रं संबोधन नारदस्य एकरंजना वदति संसंसेति परधनकृतमाचार्य परधनमासुराणं इदमेतमासमेव समस्व जय जय पुराणे महादेव शंभो बोलिए कैलाशवासी को जय माता गणेश जी को जय ऋग्वेद को जय ऋग्वेद को जय वेद को जय देवहरूको पूर्ण पात्र ल्याउँछ एउटा बोता पूर्ण पात्र एउटा बोता त्यहाँ छ त्यहाँ छैन चामल भोरी बनाउनु पर्यो एउटा बोता भरिएर त ल भयो ल पूजा गरेर सबैले पूजा गरेर
गर्दैन उसले पो गर्दैन अहिले आज त डालो झिक्नु डालो यहाँ त्यो पूर्ण पातो ल्याउनुहोस् मलाई कालो कता राख्ने बाबा यो डालो कता शिरमा लगाइदेऊ सबै शिरमा लगाएर आफ्नो शिरमा लाग्यो क्या बात करने दरबार तो अच्छी नहीं दरबार को तिलक टिका लगाऊ निकाल्नुहोस् न बाबु टिको लाग्यो अब कुछ टुक्रा लिएर उत्तरायणे मासे हारुण मासे कृष्ण भक्ति अब त्यो कता गएर बलि ऊ आफ्नो हो यता यता परिहर्ती पैसा राखिदियो हैन पैसा राख्यो हिँड्नु हुन्न क्या एक्लै यस्तो हजुर हजुरआमालाई भान्जाले घुमाइदियो घर आएर होइन घर आएर सुन्ने सुनेर हो अनि सिद्धि यो ठाउँमा गएर म पढेर आउँछु भएर तपाईँलाई चाहिँ सेवा गर्नको लागि स्कुललाई उज्यालो गर्नको लागि मलाई भन्ने उहाँले के भन्नुहुन्छ भने होइन काशी देशको एकदम वन छ जङ्गल छ महाभारत परित्यज आचार्य उवाच देहि सन्तोष विना
चकारकम् उत्साहं वृद्धिमाङ्गल्यं गुरुपुत्रः गृहे वसतः हर्षिता यस्य माता च पिता हर्षित समिता स बान्धवावृता बालितं बहुबालितं भक्षमोचं देहपेयं सुस्मितं कालितं मे मोहतात पितृदेव नमस्ते गुरुणा क्रियते गौ सदक्षिणाः शुक्लां परमविचार सारपर्वम् आदं जगद्व्यापिनि वीणा पुस्तकदानं वैदिकजातनकाराः हस्ते स्फाटिकवाणिकदेति परमसंस्थां वन्यतां परमेश्वरीं भगवतीं उहाँलाई किताब दिने हजुरलाई सन्तोष दिलाउँछु म कहिले पनि तपाईहरुको वचन उल्लङ्घन गर्ने छैन त्यही हुन कुरा ल बस्नु सबैलाई नमस्कार गर्नु सबैलाई नमस्कार हो ल सबैलाई नमस्कार छ गइकिन आइपुगे है म हजुरआमालाई ठुली आमालाई ढो गर्ने ठुली आमालाई ढो गर्ने नमस्कार गर भन्नुहुन्छ ल विद्वान भए ज्ञानी भए हुन्छ छोराको कुरा माने सानोलाई माया गरे त्यही हो अब म जाम है घर जन्तु जाने मन छ एक घन्टा ओ एउटा पैसा उता राख एउटा उता ओ आर्कलाई हो त्यसै ल त्यहाँ भाइ चलाऊ भित्र पैसा